हेलो एभ्रिवान, आज हामी बाहिर घुम्न जाँदैछौँ अनि हाम्रो मम पनि साथमा हुनुहुन्छ अनि उहाँ अब नेपाल जाने तयारीमा हुँदै हुनुहुन्छ। युवान, आर यु ह्याप्पी? अनि यहाँ मेरो श्रीमानजी हुनुहुन्छ। आमा, हजुर नेपाल जाँदै हुनुहुन्छ? केही कुरा भन्नु? म नेपाल जाने तयारीमा छु अनि मेरा दुईटा नातिहरू पनि तयारी छन् नेपाल जाने। कान्छो नातिले पढ्दै हुनुहुन्छ नेपाली भाषा। यहाँ हाम्रो मम जोब गर्दै हुनुहुन्छ किनभने चाहिँ हाम्रो मम एक्लै जाँदै हुनुहुन्छ। कस्तो लाग्छ अब जाने तयारी कतिको भइरहेछ? एकदम जाने तयारी भइरहेछ। अमेरिका आइयो बसियो, खुसी लाग्यो। अमेरिकामा छोरी ज्वाइँ 5.5 महिनाको बसाइमा 5.5 महिनाको बसाइमा एकदम खुसी लाग्यो, रमाइलो लाग्यो, बसियो खाइयो। अब अमेरिका छोडेर हिँड्दैछु अब। अनि हजुरलाई अहिले बाहिर जानु लाग्यो? आज अब लगभग अब हाम्रो मुवा हजुरको चाहिँ फिर्ता सवारी हुने क्रममा अब लगभग हाम्रो अन्तिम बाहिर घुमाइ हुनेछ। आज बुधबार, हामी मङ्गलबार, शनिबारको फ्लाइट छ। त्यस कारणले आज अब आफन्तहरूलाई भेटघाट अनि घुमघाम पनि हो र यो लामो वास्तवमा यो लामा नै हुन्छ किनभने एकपटकमा 6 महिनाभन्दा बढ्ता त्यति बस्ने उपयुक्त पनि हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले त्यसलाई एकदम अधिकतम समयको उपयोग गर्नको लागि 5.5 महिनासम्मको यहाँ बसाइ भएको छ। उहाँको भेटघाट भएको छ, विभिन्न सहरहरूमा घुमफिर भयो, विभिन्न हामी अब यो धेरै स्टेटहरू राज्यहरू घुम्न त पाएनौँ, तैपनि यही स्टेटको पनि विभिन्न यो काउन्टिजहरू र डिस्ट्रिक्टहरूमा जिल्लाहरूमा घुम्ने क्रममा घुमियो। उहाँलाई रमाइलो लाग्यो। अब खानपिनका पनि अब नेपालका जस्तो भन्दा अलि बिछट्टै फरक प्रकारका अब चाहिँ खानपिनहरू भएको कारणले अब उहाँलाई कस्तो लागेको छ त्यो उहाँलाई अब नेपाल पुगेपछि त्यहाँ गएर यहाँको मिस गरेको अवस्थाको भिन्नता हेर्नलाई रमाइलो लागिरहेछ। हामीलाई उत्सुक पनि छौँ होइन। सानो केही भन्न छ मामु हजुरआमालाई? के भन्ने? अब नेपाल जाँदै हुनुहुन्छ, के भन्छ सानो? यसै के भन्छ हजुरआमालाई? नेपाल जाँदा कोलाई मिस गरेछ भन? कोलाई मिस गरेछ भन न? बिस्सु अनि अरू अलि बेसनी भन न, तिम्रो आवाज पुगेन ल भन। बुनो एन्जल कोही पनि छैन? अलि एसीको आवाजले अलिकति यहाँ धानेन होइन। अब हाम्रो ममतिर फेरि क्यामेरा फर्किँदैछ ल। अब सबभन्दा मिस कसलाई गर्नुभएको छ आमा? सबभन्दा कसलाई सम्झिनुभएको छ? सबभन्दा मेरो जेठो नाति, कान्छो नाति, मेरो जेठो नाति र कान्छो नातिलाई धेरै धेरै सम्झिन्छु। छोरीलाई है, नाना नेपालको मान्छेलाई नेपालको मान्छेलाई सबैलाई सम्झिएको छु। नेपालको मान्छेलाई सबलाई, घर परिवार, ज्वाइँ छोरी, माइली छोरी ज्वाइँ, ठुलो छोरी ज्वाइँ, छोरा बुहारी, नातिना, सब बहिनी देवर सबलाई सम्झिएको छु। अब हाम्रो घुमाइ सुरु भइरहेको छ यता। युवानको आएको छैन? भेटघाटमा एकदम रमाइलो भइरहेको छ। सधैँभरि यस्तै भेटघाट भइरहोस्।
सधैँ यस्तै भेट्न पाइरहौँ अनि नयाँ सन्धि सन्धिहरूसँग भेटघाट भयो आज नानीहरूसँग भेट भयो धेरै खुसी लागेको छ नानी सधैँ यसरी नै भेटघाट गरिरहन पाऊँ रमाइलो होस् धेरै रमाइलो भयो सिर्जना सो आज एकदम रमाइलो भएर सबजना भेटेछौँ आज कति दिनपछि होइन सब परिवार मिठो मिठो खाएर रमाइलो भइरहेछ आज एकदम रमाइलो भइरहेछ रमाइलो भइरहेछ केटाकेटी खाएको नि सानो ल आइगयो त हेर्न अब फेरि यहाँ पल्टेको हेर्न यहाँ मम्मी लाउनु खानु सरी खानु खाऊ तिमी आफै Oh, I cook. ल आइ भन सानो सानो आइ भन ल ऊ हाय ल पखा ल आइगयो ल यसै हाय There you go. See how I cook? Wait, go back. Wait, no. Bro, what is he doing? We're not even beginning no more. And he's still playing beginner. Hey, you want me to help you with your beginner task? It's only in the shooting range. Wait, really? Bro, you need everyone join me. You want to get ready? Okay. I'm in nursery. Okay.